तपाई चिया खानुहुन्छ? खानुहुन्न भने आजबाट चिया खान सुरु गर्नुहोस् र यो भिडियो तपाईहरुको चिया खाने साथीहरुमा शेयर गर्नुहोस्। हामीले सानैबाट सुनेका छौं कि चिया खानु स्वास्थ्यको लागि हानिकारक हो भनेर। तर के चिया खानु साच्चैकै स्वास्थ्यको लागि हानिकारक हो त? आउनुहोस् यो भिडियोमा जानौ चिया खानुको 5 फाइदाहरु के हुन् त। 1 नम्बरको फाइदा भनेको चियामा एन्टिअक्सिडेन्टहरु पाउँछ। एन्टिअक्सिडेन्टले तपाईको बडीमा भएको रिएक्टिभ अक्सिजन स्पेसिसहरुलाई न्यूट्रलाइज गर्न हेल्प गर्छ। दोस्रो फाइदा भनेको यसले कार्डियोभास्कुलर हेल्थलाई इम्प्रुभ गर्छ। भन्नुको मतलब तपाईको मुटुको स्वास्थ्यमा सहयोग पुर्याउँछ। कसरी भन्दा यसले एलडीएल त्यो भनेको नराम्रो फ्याट त्यसलाई घटाउँछ र इन्डोथेलियल फंक्सनलाई इम्प्रुभ गर्छ र एथेरोस्क्लेरोसिसको रिस्क पनि घटाउँछ। तेस्रो बेनिफिट भनेको यसले डाइजेसनलाई इम्प्रुभ गर्छ। कसरी भन्दा यसले ग्यास्ट्रिक जुसको प्रोडक्सन बढाउँछ जसले गर्दा तपाईको डाइजेसनमा इम्प्रुभमेन्ट हुन्छ, जसले गर्दा तपाईको खाना पच्न सहयोग गर्छ। चौथो नम्बर बेनिफिट भनेको यसले मेन्टल अलर्टनेस बढाउँछ। तपाईले नोटिस गर्नु भएकै होला चिया खाने साथीहरु एकदमै फोकस्ड भएर काम गर्छन्। त्यो कसरी भन्दाखेरि चिया खाएर। केही रिसर्चले यो पनि देखाएको छ कि यसमा एन्टी कार्सिनोजेनिक प्रोपर्टी हुन्छ भनेर। भन्नुको मतलब तपाईलाई इसोफेजियल कोलोरेक्टल क्यान्सरहरु हुने चान्सेसहरु घटाउँदै जान्छ। हस्त यिन 5 फाइदाहरु हामीले चिया खानुको। मेरो अर्को भिडियो मार्फत तपाईलाई यो जानकारी दिन्छु कि चिया खानुको 5 बेफाइदाहरु के हुन् त। हस्त यो भिडियोमा यति नै। धन्यवाद।